रासोपाको एक सिट पनि राष्ट्रिय सभामा नहुँदै गर्दा कानुन बनाउन अथवा संविधानै संशोधन गर्नुपर्ने अवस्था आयो अरे कतिको सहज हुन्छ त रासोपालाई? यो विषयमा जाउँ हामी। अब यो विषय चाहिँ नेपालको संविधान 2072 को धारा 110 देखि 113 को बीचमा उल्लेख गरिएको छ। यो म धारा 111 को कुरा गर्दैछु, जहाँ चाहिँ विधेयक पारित गर्ने विधिको बारेमा व्यवस्था छ। विधेयक पारित गर्ने भनेको कानुन बनाउने विधि नै हो यो। अब यसमा हेर्नुहोस् है त, के भूमिका हुन्छ त राष्ट्रिय सभाको? दुई किसिमका विधेयक हुन्छन्, एउटा अर्थ विधेयक, अरू चाहिँ अर्थ विधेयक भन्दा बाहेकका अरू विधेयक। अब अर्थ विधेयकमा चाहिँ के हुन्छ भनेदेखि जस्तो सरकारको राजस्वसँग सम्बन्धित कुरा, सरकारले ऋण लिने कुरा, सरकारले जमानत दिने कुरा, यस्ता यावत कुराहरू, यी कुराहरूमा चाहिँ हाम्रो संविधानले प्रतिनिधि सभालाई धेरै अधिकार दिएको छ। अब अर्थ विधेयक सरकारले पेश गर्छ प्रतिनिधि सभामा, अनि त्यसलाई पठाइन्छ राष्ट्रिय सभामा। राष्ट्रिय सभाले के गर्नुपर्छ त? 15 दिनभित्र कुनै सुझाव छ भने सुझाव सहित अथवा नत्र भने पारित गरेर के गर्नुपर्छ, फेरि प्रतिनिधि सभामा पठाउनु पर्छ। अनि त्यही विधेयक के गर्छ त सरकारले? राष्ट्रपति कहाँ प्रमाणीकरणको लागि पठाउँछ, अनि त्यो कानुन भएर आउँछ। एउटा कुरा। अनि अर्थ बाहेकका अरू विधेयक चाहिँ के हुन्छ त? ती विधेयकको सन्दर्भमा पनि राष्ट्रिय सभाको भूमिका भनेको के हो त भन्दाखेरि प्रतिनिधि सभाले पारित गर्यो। अब पारित गर्न फेरि 2/3 चाहिँदैन है, पारित गर्न बहुमत मात्रै भए पुग्छ। 138 हो प्रतिनिधि सभामा बहुमत भनेको, 138 भन्दा बढी संख्या भए पुग्छ। पारित गर्यो प्रतिनिधि सभाले, त्यसपछि पठायो राष्ट्रिय सभामा। अर्थ विधेयक बाहेक अन्य विधेयक, त्यसमा चाहिँ के हुन्छ त भने जब राष्ट्रिय सभामा पुग्छ त्यो विधेयक, त्यो प्राप्त भएको 2 महिनाभित्र कि त पारित गरेर पठाउनु पर्यो कि त सुझाव सहित फिर्ता पठाउनु पर्यो प्रतिनिधि सभामा। त्यस्तो समय अवधिभित्र राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यहरूको निर्णयबाट सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। हेर्नुहोस्, यसमा पनि जम्मा 2 महिना कुर्ने हो। र यदि राष्ट्रिय सभाले पारित गरेन अथवा राष्ट्रिय सभाले कुनै संशोधन सहित फिर्ता गरेन भने दुवै अवस्थामा के हुन्छ त? राष्ट्रपति कहाँ पठाउन मिल्छ, फेरि बहुमतले निर्णय गरेर। भनेपछि यसमा पनि राष्ट्रिय सभाको त्यस्तो ठूलो अंकुशै लगाउने खालको त्यस्तो भूमिका छैन। अब कानुन निर्माणमा त्यस्तो जटिलता छैन, कानुन निर्माण गर्न सक्छ। अहिलेको रासोपाको जुन यो संख्या छ प्रतिनिधि सभामा, कानुन बनाउनलाई काफी छ, त्यसमा समस्या हुनेवाला